आज त कस्तो फेसबुकै नचलेको हौ। तपाईहरुको पनि यसरी नै फेसबुक चलेको छैन, इन्स्टा चलेको छैन, मेसेज चलेको छ भने तपाईहरुले आफ्नो वाइफाई को यो सेटिङ गर्नुभयो भने आनन्दले टेन्सन फ्री भएर तपाईले फेसबुक इन्स्टा जे चलाउन सक्नुहुन्छ है। त्यसको लागि चाहिँ हजुरले यो वाइफाई पाउने हो हैन। आफ्नो वाइफाईमा जाने, वाइफाईमा गएपछि यो आई जस्तो आइकन छ, यो आइकनलाई यसरी चलाउने। अब यहाँ स्क्रल गरेर जाने, स्क्रल गर्दै गएपछि तपाईलाई कन्फिगर डीएनएस छ है, यसलाई अटोमेटिक छ। यो अटोमेटिकलाई त हामीले म्यानुअल बनाइदिनु पर्यो। अब तपाईलाई यो पहिलाको यो जुन सर्भर छ यसलाई चाहिँ यसलाई डिलिट गरिदिने, यसलाई पनि डिलिट गरिदिने। र अब यसलाई चाहिँ हामीले सर्भर नयाँ राख्नु एड गर्नु पर्यो। नयाँ सर्भरमा चाहिँ अब हामीले 1.1.1 यति गरेपछि अब हामीले यसलाई चाहिँ माथि गएर सेभ गरेपछि अब तपाईहरुले आरामले आफ्नो वाइफाईबाट यो सेटिङ मिलाएर फेसबुक इन्स्टा सबै चलाउन सक्नुहुन्छ है। एकदम सजिलो छ यो। अब कसले के बन्द गर्यो, कसले के बन्द गर्यो हामीले भन्नै परेन। अब आनन्दले चलायो भने हस् त, थ्यांक यू।